नमस्कार सबैलाई। आज हामी गुराँस अथवा अङ्ग्रेजीमा रोडोडेन्ड्रोनको बारेमा जान्नेछौँ। गुराँसको नामाकरण पौराणिक ग्रिस शब्द रोडोन भनेको गुलाब, डेन्ड्रोन भनेको रुख मिलेर बनेको छ। त्यसैले यसलाई गुलाफ रुख पनि भन्न सकिन्छ। विश्वभरमा करिब 1200 प्रजातिका गुराँसहरू पाइने अनुमान गरिएको छ र हालसम्म संसारबाट 1105 प्रजातिका गुराँसका प्रजातिहरू अभिलेख गरिएका छन्। नेपालमा हालसम्म 35 प्रजातिका गुराँसहरू अभिलेख गरिएका छन्। त्यसमध्येमा राष्ट्रिय फुल लाली गुराँस पनि एक हो। हाम्रो राष्ट्रिय फुल लाली गुराँस अन्य ठाउँहरूमा पनि राष्ट्रिय फुल र रुखको रूपमा पहिचान गरिएको छ। जस्तै भारतको नागाल्यान्ड राज्यको यो राष्ट्रिय फुल मानिएको छ र भारतकै उत्तराखण्ड राज्यको चाहिँ राष्ट्रिय रुख पनि लाली गुराँस हो। नेपालमा अभिलेख भएका 35 प्रजातिका गुराँसमध्ये 27 प्रजातिका झाडी र 8 प्रजातिका साना रुख रहेका छन्। नेपालमा गुराँसहरूको वितरण कस्तो छ त? अब 35 प्रजातिका त छन् भनेर भनियो। अब वितरणहरूलाई चाहिँ हामीले वैज्ञानिक रूपमा वितरण प्रणाली हेर्दाखेरि नेपाललाई चाहिँ 3 भागमा बाँड्न सकिन्छ। यो चाहिँ भूगोल र वनस्पतिको वितरण अनुसार निर्णय गरेको प्रणाली हो। ती 3 क्षेत्रहरू चाहिँ पश्चिम नेपाल, मध्य नेपाल र पूर्वी नेपाल हो। पश्चिम नेपाल भनेको चाहिँ 83 डिग्री देशान्तर रेखाभन्दा पश्चिमी क्षेत्र पर्दछ। 83 डिग्री देशान्तर भनेको चाहिँ उत्तरमा डोल्पा जिल्ला हाम्रो देशको र दक्षिणी भागमा चाहिँ लुम्बिनी मानिन्छ र डोल्पा र लुम्बिनी भन्दा पश्चिमको क्षेत्रलाई चाहिँ हामी पश्चिम नेपाल भन्छौँ। पूर्वी नेपाल चाहिँ 86 डिग्री 30 मिनेट पूर्वी देशान्तर भन्दा पूर्वको रेखालाई मान्छौँ, पूर्वको क्षेत्रलाई मान्छौँ र 86 डिग्री 30 मिनेट भनेको चाहिँ उत्तरमा यसको लुङ्ग्री हिमाल पर्छ र दक्षिणमा चाहिँ लान नजिकैको बलन नदी, लान भन्दा पूर्वपट्टि नदी छ, त्यसलाई बलन नदी भन्छौँ। त्योभन्दा पूर्वको क्षेत्रलाई हामी पूर्वी नेपाल भन्छौँ र ती दुईटा बीचको 83 डिग्री पूर्वदेखि 86 डिग्री 30 मिनेट पूर्वी देशान्तरको बीचको क्षेत्रलाई हामी मध्य नेपाल भन्छौँ र यो चाहिँ डोल्पा लुम्बिनी र लुङ्ग्री बलान लान बीचको क्षेत्र चाहिँ मध्य नेपाल हो। अब यसरी पूर्वी मध्य र पश्चिम नेपाल बारेमा जानकारी भएपछि अब नेपालमा पाइएका 35 प्रजातिका गुराँसहरू चाहिँ कुन कुन क्षेत्रमा धेरै छन् त? जस्तै अब 35 प्रजाति मध्ये मध्य नेपालमा मात्रै पाइने 2टा प्रजाति छ। पूर्व नेपालमा मात्र पाइने 23 प्रजाति छ। पश्चिम नेपालमा मात्र पाइने गुराँस प्रजाति चाहिँ छैन। नेपालका पूर्व, पश्चिम र मध्य क्षेत्र सबै ठाउँमा पाइने चाहिँ 7 प्रजाति छन्। मध्य र पूर्वी नेपालमा मात्र पाइने 2 प्रजाति छन् र पश्चिम र मध्य नेपालमा मात्र पाइने चाहिँ 1 प्रजाति रहेको छ। अब सानो रुख हुने कुरा, अब हामीले चाहिँ गुराँसको त कुरा गर्यौँ। अब त्यसमा हामीले 27 प्रजातिका झाडी र 8 प्रजातिका साना रुख भन्यौँ 35 प्रजाति मध्ये। त्यसमध्ये सानो रुख हुने गुराँस चाहिँ 1100 मिटरदेखि 4400 मिटरको उचाइसम्म वितरण भएको पाइन्छ नेपालमा। यसमध्येमा लाली गुराँस पनि एउटा हो।
त्यस्तै झाडी प्रजातिका गुराँसमध्ये चाहिँ 1280 मिटरदेखि 5600 मिटरसम्म फैलिएको पाइन्छ र सबैभन्दा माथिल्लो उचाइसम्ममा पाइने झाडी प्रजातिको गुराँस चाहिँ सानो चिमाल अथवा धलीकर्पो अथवा बलिनाप्पो भन्छौँ हामी त्यसलाई। रोडोडेन्ड्रोन नेभाल चाहिँ यसको साइन्टिफिक नेम अथवा वैज्ञानिक नाम हो। गुराँसहरू अब सौन्दर्यको लागि त भइहाल्यो, डाँडाहरू राता देखिन्छ, त्यसबाहेक यसको उपयोग चाहिँ विभिन्न प्रकारमा भएको पाइन्छ नेपालमा। नेपालमा पाइने 35 प्रजातिका गुराँसहरूमध्ये 31 प्रजातिका गुराँसहरू उपयोग भइरहेका छन्। उपयोग हुनेमा चाहिँ मुख्यतया औषधिमा 10 प्रजाति, सोत्तरको लागि 26 प्रजाति, पेय पदार्थ बनाउनको लागि 6 प्रजाति, निर्माण सामग्री का लागि 2 प्रजाति, रङ्गाउन अथवा चर्मशोधक गर्न 1 प्रजाति, आलङ्कारिक को लागि 1 प्रजाति, धार्मिकको लागि 1 प्रजाति, मसला चटनी तथा सुगन्धको लागि 1 प्रजाति, थाँक्रोको लागि 8 वटा प्रजाति र पशु चिकित्साको लागि 1 प्रजाति रहेका छन्। अब गुराँसको संरक्षणको स्थिति कस्तो छ त? नेपालमा पाइने 35 प्रजातिका गुराँसहरूमध्ये 32 प्रजातिको चाहिँ स्थिति अज्ञात रहेको छ। त्यसै गरी 3 प्रजातिहरू चाहिँ एकदम कम चिन्ताको विषयमा रहेका छन्। अब यहाँ पाउने गुराँसहरूको चाहिँ वासस्थान कस्तो छ त? स्थलीय गुराँस भनेको चाहिँ जमिनमा मात्रै पाउने गुराँस चाहिँ 32 प्रजातिका छन्। त्यसमध्येमा 8 वटा साना रुख र 23 प्रजातिका चाहिँ झाडी प्रजाति रहेको छ र अधिपादप हामी चाहिँ यसलाई इपिफाइट भन्छौँ, 4 प्रजातिका रहेका छन्। यिनीहरू चाहिँ सबै झाडी हुन् र हामीले अहिलेसम्म 32 प्रजातिका गुराँस रहेको विश्वास गरिएको छ नेपालमा। तर यस अध्ययनले चाहिँ 35 प्रजातिका गुराँसहरू नेपालबाट अभिलेख गरिएको छ। सबैलाई धन्यवाद।